एयर लियाजन सेनानी शर्मिला खड्का हुनुहुन्छ। यसै हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस 2082 अङ्कित ब्यानर प्रदर्शन गर्दै चक्रपथ परिक्रमा हुनेछ। अब मैदान तथा धिमे बाजाको प्रस्तुति सहित काठमाडौँ महानगरपालिकाको झाँकी अगाडि बढेको छ। धिमे बाजा र ध्वनिया प्रदर्शन सँगै काठमाडौँ महानगरपालिकाको झाँकी अगाडि बढेको छ। यस समारोहको सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको पनि जानकारी गराउँदछु। साथै डिजिटल प्लेटफर्म मार्फत विश्वभरि नै प्रत्यक्ष प्रसारण भइरहेको छ। गोकर्णेश्वर नगरपालिकाको झाँकी गोकर्णेश्वर नगरपालिकाले पनि परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गर्ने क्रममा सबैभन्दा अगाडि हाकु पटासीको पोसाकमा झाँकी अगाडि बढेको छ। त्यसैगरी धिमे बाजाको प्रस्तुति हाकु पटासी पहिरन र धिमे बाजाको यो वाद्यवादन सँगै गोकर्णेश्वर नगरपालिकाको झाँकी अगाडि बढेको छ। सबैको मङ्गल होस्। रगत पसिनाले लेखिएको इतिहास सङ्घर्षको बाली, जनताको हातमा राज्यको शक्ति, गर्वले बोल्छ आज यो देशभक्ति। स्वाधीनता, अधिकार र समानताको मूल, विकासको संवाहक, परिवर्तनको विगुण, जनताको जीवन